सारा संसारलाई चाहिँ हप्तामा 40 घण्टा काम गरेर पुग्ने, हामीभन्दा चाहिँ राम्रो रिजल्ट निकाल्ने, अनि हामी चाहिँ 60 घण्टा काम गर्दा रिजल्ट आउने। मैले कुनै लोकसेवा दिएर मैले 4 वर्ष बस्छु भनेर आएको, जति दिन बस्छु काम गर्छु, जुन दिन काम गर्न सक्दिनँ साथीहरू मैले सकिनँ है भने छोडेर जान्छु। जे जस्तो हुन्छ निर्णय गर्नुहुन्छ तुरुन्त गर्न सक्नुहुन्न, त्यो फर्काइदिनुहोस् त्यो फाइल, यो कारणले मैले गर्न सकिनँ, यो कारणले मलाई हुँदैन, 2 महिना फाइल लाग्यो अनि यो कारणले गर्न सकिएन भनेर पन्छाउने प्रविधि त्यस्तो चाहिँ नगर्नु। कुनै पनि किसिमको लेनदेन, कुनै किसिमको मोलमोलाइजर सही हो। मैले अघि पनि भने मेरो कोही पनि छैन, त्यसमा मैले गलत निर्णय गर्नेहरूलाई, गलत काम कारबाही गर्नेहरूप्रति कारबाही गर्न मैले सिकाउँछु। म अर्को यहाँ कुनै फोटो राख्नु पनि आएन, तपाईँहरूले आफै मूल्याङ्कन गर्नुहोस्। मैले बस्दाखेरि राम्रो काम गरेँ भने मेरो फोटो राख्नु होला, नभए फोटो नराख्नु। बहुत चुनौतीपूर्ण स्थिति छ, तर म विचलित पटक्कै छैन। किन छैन भन्दा तपाईँहरू हुनुहुन्छ मसँग 12,000 कर्मचारी छ, 4वटा चाहिँ सहयोगी ट्रेड युनियनहरू छन् मसँग। म किन विचलित हुनु? म पटक्कै विचलित छैन। जे जस्तो चुनौती आउँछ म पार पाउँछु, तपाईँहरूको सहयोगले पार पाउँछु। चुनौतीसँग डराउने होइन, भिड्ने हो चुनौती। यहाँ 8 वर्ष चाहिँ भिडेर जानुभएको हाम्रो पहिला निवर्तमान कार्यकारी निर्देशक, अहिले चाहिँ मन्त्रीज्यू हुनुहुन्छ। अन्त उहाँबाट नै हामीले भरपुर सहयोग हुन्छ भन्दा नेपाल सरकारबाट पनि हामीले सहयोग पाउँछौँ। अन्त यस्तो किसिमको चाहिँ यस्तो राम्रो परिस्थिति सायद भविष्यमा नहोला। अहिले हाम्रो एकदमै सहज छ परिस्थिति, मतलब काम गर्नको लागि एकदम सहज छ है। त्यसकारण यो परिस्थितिको हामीले एकदमै फाइदा उठाउनुपर्छ। र मेरो अवस्था, यहाँको अवस्था, संस्थाको अवस्था म राखौँला, मेरो हातमा के छ त्यो राखौँला, र कर्मचारीको सेवा सुविधाका लागि लड्नुपर्ने सबैभन्दा अगाडि म नै हुन्छु। र मैले यो एकचोटि टिसिएसमा गरेर देखाएको त्यसो भन्दा म तपाईँहरू सबैको अभिभावक भनेर म काम गर्न चाहन्छु। तपाईँहरू सबै मेरो कर्मचारी हुनुहुन्छ, म तपाईँहरूको अभिभावक काम गर्छु। तपाईँहरूले मलाई सहयोग गर्नु, दिनरात कुनै स्टन्ट गरेर आजको भोलि मलाई चाहिँ त्यो पत्रिकामा चाहिँ फोटो छपाउने अथवा कुनै स्टन्ट गर्ने मलाई रहन्छ। मेरो प्राथमिकता भनेको पद्धति बसाल्ने हुन्छ, सिस्टम बसाल्ने हुन्छ। म जहिले पनि सिस्टममा विश्वास गर्छु। अहिले हामी यहाँ के छ, कोही कर्मचारी तपाईँको बिहान 8 बजे बेलुका 6 बजेसम्म काम गर्नु पर्यो, कोही कर्मचारी तपाईँको 2 घण्टा काम गरेर हिँड्ने पनि हुने होइन। कुनै कर्मचारीले 8 घण्टादेखि बेलुका 6 घण्टा अथवा चाहिँ तपाईँको त्यो हिसाबले गर्दाखेरि चाहिँ हप्ताको 60 घण्टा काम गर्नुपर्ने यो अवस्था किन आयो त भन्दाखेरि हामी सिस्टममा छैन। सारा संसारलाई चाहिँ हप्तामा 40 घण्टा काम गरेर पुग्ने, हामीभन्दा चाहिँ राम्रो रिजल्ट निकाल्ने, अनि हामी चाहिँ 60 घण्टा काम गर्दा रिजल्ट